तीनवटा मोबाइल किनेर सब्स्क्राइबहरू गरिदिनु मलाई इन केस भइहाल्यो छुइहाल्यौँ भने पनि नि हाम्रो क्लास त गर्छ त्यसैले जङ्गल चाहिँ सानोदेखि सुनेर होला कि किन सक्ने छ होइन तर हेलो एभ्रिवान इट्स मी प्रमिता मास्ट्रिङ वेलकम ब्याक टु माई न्यू ब्लग अनि आज चाहिँ हामीहरू जङ्गल जान लागेको च्याउको सिजन छ नि त च्याउ खोज्ने दादा पनि ल्याउने निनी म नाना मान्छे जाने हेलो भनिदिनु न निनीलाई चाहिँ जाडो भयो कि आज हामी जङ्गल जाँदैछौँ च्याउ खोज्नुको लागि च्याउ चाहिँ धेरै भेटेछ राखेको होस् ल अब हामी चल्दैको घरबाट निस्केको हाम्रो स्कुटी उहाँको यो कुन कलर भन्छ पिङ्क कलरको स्कुटी एकदम ब्रेकले चाहिँ होइन धोका दिइरहेको यो हाम्रो ब्लू कलरको स्कुटी मम्मी मम्मीले चाहिँ मस्त मस्त पिस्दै हुन्छ हेलो भनिदिनु न हेलो हेलो भनिदिनु न हाई आउँदै त्यो नानाको गन्छन् जङ्गल आम्मा फेरि कुसुनुको इङ्ग्लिस ढल्छ नि मान्छे कुसुनुको इङ्ग्लिस ढल्छ मान्छेहरू गाइज यो के कुन झोला पो भन्छ कुसुनुनी हो होइन अर्को पनि भन्थ्यो होइन किरिङे झोला लिएर अब हामी चाहिँ गएको यसको एक झोला ल्याउने हो बेच्ने हो अनि लुगा किन्ने हो घुम्नु जाने हो पोखरा घुम्नु जाने हो माइजू केले जानु हो यो खाजा खाने कि यो के भन्छ मै कुखुराको मासु वाह खाना खाना धन्यवाद धन्यवाद लाबर नभएर बिचोक अवस्थामा लाबर चाहिँ अब च्याउ बेचेर लाबर किन्नु लाबर किन्ने हेर्नु त गाई अब उसले बान्नु परिरहेको सुद्रीले गाह्रो छ भात लाग्छ फाल्नु भएन नाना चाहिँ बल्ल बल्ल इन्ट्री भयो सिधा झर्ने अरे कलर के कुन कलरको हो यो त पिङ्क एन्ड व्हाइट कलर के ऊ नाना कहिले यो फेरि एक्टिङ नि मेरो बाबा पनि आउनुभयो खाना खानु टुकुर 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 हिँड्दै दोस्तो अब हामी चाहिँ चल्देको जङ्गलतिर दिदी बहिनीहरू ल छिटो आउँ है आउँ अब हामी जङ्गलमा के भेटाउँछौँ के भेटाउँदैनौँ के देख्छौँ देखाउँदैनौँ देख्छौँ देख्दैनौँ त्यो सबै देखाउने छु च्याउ चाहिँ मलाई कहिले थाप्दैन है म एउटा च्याउ टिप्नु सक्दिनँ मलाई फिक्स थाहा छ यो कुरा चाहिँ भेटाउँदिनँ म एउटा पनि साइकलमा त के पर्यो यार कुद्दैन त साइकल त सेट भयो मलाई त मम्मी अब खेलाउँ जग्गाबाट ल ल ल मार्नु भयो मलाई घरमा मम्मीले कसरी निकाल्नु म बेला यार साइकलै कुदेन यार मम्मीले मलाई घरमा अब अलिक मन त पढाइदिनु लाग्यो नि त कति गइदिँदा छोडिदिइरहेको छ मेरो लागि भाग्यमानी हुनु पऱ्यो क्या भाग्यमानी श्रीले हुनु पऱ्यो श्री उसो अब कन्टेन्ट आउँदैन हामीलाई घरबाट जता जता काम गर्नु गयो जो जे काम गरौँ त्यसको लागि यसो हामी पनि भिडियो बनाएर युट्युबमा हालिदिउँ न भनेर है बनाएको टाइम पास पनि हुन्छ है होइन साथीहरू तपाईँहरूलाई के लाग्छ हौ म यस्तो पाराले यस्तो बनाएर भाइरल हुन्छु होला त बेबु दिदीहरू जस्तो बेबु दिदी त भन्दिनँ सेम एज होला हाम्रो होइन बेबु सिस्टरहरू जति म यति धेरै यो अगाडि बढ्छु होला त के गर्नु के गर्नु कहिले हामीलाई पनि दुनियाँले चिन्छ यस्तो खतरा भ्लगर हुनु रेलमा टक्क बजारतिर जाँदाखेरि पनि मलाई ओ प्रमिका दिदी भाइरल दिदी भनेको कहिले सुन्नु पाउनु म यो सपना पुरा नहुँदै मरिसक्छु होला राइट किन यसरी जङ्गलहरू मात्रै आएको बनाउँछ भन्नुहुन्छ भने चाहिँ मलाई नि अलिक मान्छेहरू भएकोमा अलिक त्यति छैन क्या कन्फिडेन्स अलिक कन्फिडेन्स होस् न अनि कन्फिडेन्स भएको त फेरि गाइस सक्दैनौँ नि फेरि च्याउ त यसै पनि नखाप्ने मलाई होइन च्याउले के गर्नु र त्यो पनि 12 बजी आएपछि त च्याउ पनि कहाँ भेटिन्छ होला त च्याउ त भेटाइयो फाइनल्ली तर यो त नखाने च्याउ हो भेटाउँदैन त के गर्नु के गर्नु के गर्नु के गर्नु दाउरा भेटाइयो तर काँचो रहेछ फाइनल्ली अहिले ठुलो भेटाएँ यतिमा छैन गाइज म खुसी खुसी भइरहेको छु खुसी खुसी रहेछ यहाँ पनि च्याउ भेटाएँ तर के गर्नु नखाने च्याउ एउटा भेटाएन देख्नु पनि पाएन
साथीहरू यस्तो च्याउ पायौँ के गर्नु च्याउ त सुन्नु पनि पाइएको छैन यता त खाएको छु तर मलाई कहिले फाप्दैन क्या जङ्गलमा हजुर त्यो मर्ने च्याउ हो नि घरै मान्छे मर्ने च्याउ असुट्स नानाको चाहिँ जति हो नि त्यो टुबाई गरेर कुनै हुँदैन है हो त अघिको डान्स देखाइदिएको फेरि खै गीत पनि अनि गीत छैन लाठी कान्छी हो तिमी लाठी कान्छी हो ढल्क्यो ढल्क्यो जोबान मेरो ल्या अगाडि कान्छी गाई साथीहरू लगालपेटी पर दाउरा खोजेर आउँदैछ अल्छी मेट्ने साथै दाउरा पनि भयो है अझ च्याउ भेटेको भए च्याउ सब्जी पनि हुने थियो त्यसैले तर च्याउ चाहिँ भेटिनौँ नभेटे भन्दा पनि हामीले खाइसक्यौँ अस्ति हिजो भेटेर आज चाहिँ भेटिनौँ त्यसमा केही हाम्रो मन दुःख छैन है रामेन हुनु पनि एकदम गाह्रो छ किनभने अब चोइटा भाँचेर धरी बनाइदिनु परेको छ यहाँ मैले ठिक छ केही छैन यो बहिनीलाई चाहिँ एकदमै सपोर्ट गरिदिनु पर्यो किनभने यो सपोर्टकै लागि काम गर्दैछ वास्तवमा त काम नगर्ने केटी हो तपाईँहरूको सपोर्टको लागि चाहिँ एकदम मेहनती हुँदैछ है यस्तो यो मेहनत अनुसारको भयो तपाईँहरूले सहयोग गरिदिनु होला सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु लाइक गरिदिनु है सेयर पनि गरिदिनु तपाईँको साथीहरूलाई त्यसैले बिचरा अलिक माया पनि लाग्छ अब 2-3वटा मोबाइल किनेर सब्सक्राइबहरू गरिदिनु मन लाग्छ अलिक अवस्था गाह्रो भएकोले म यसो हेर्नु बाहेक अरू मेरो विकल्प रहेको छैन यति धेरै उयो के अरे दया लागेर आएको छ क्या माया लागेर आएको छ किनभने मेरो आफ्नै बहिनी भएकोले गर्दा होला होइन बाइक अरू केही छैन मेरो हेरेर बस्नु बाइक म त हेरेको हेरै म त हेरेको हेरै तर गीत है वास्तवमा भन्यो भने मेरो दुश्मन छैन अहिलेसम्म चाहिँ है अहिलेसम्म नहोस् पनि अब आउने समयहरू पनि नहोस् मेरो दुश्मन यो लड्कीको पनि छैन अहिलेसम्म दुश्मन उसको बुढा बाइक दुश्मन चाहिँ वास्तविक कुराहरू खोलिदिइहाल्नुपर्छ किनभने वास्तवमा भन्यो भने मेरो बुढा पनि मेरो लागि दुश्मनै हो होइन दुश्मन हो होइन तर मुखको दुश्मन हृदयको चाहिँ मायालु है यसको पनि त्यस्तै हो मुखको मात्र दुश्मन कतार अन्तिममा एकछिन देखेर भने धड्कन रोकिला जस्तो गर्छ त्यसैले है जहिले पनि हेर्नु केही कता पनि हेरिहाल्नु भने यसको तपाईँप्रतिको माया धेरै छ यसले बोकिन सक्ने छ होइन तर यो यसको मुख मात्रै पेतर हो त्यसैले यसको हृदयको कुराहरू पनि जहिले बुझिदिनु होला अनुरोध गर्दैछु यही भिडियो मार्फत यस्तो क्या साथीहरू यो जङ्गलमा यति प्रशस्त हुन्थ्यो च्याउहरू है पटे च्याउ हुन्थ्यो कालुङ्गे च्याउ प्रशस्त हुन्थ्यो अनि सबै हुने हो तर यो नभएको समय चाहिँ कति भयो भने 2 वर्ष जति भयो होला मान्छे धेरै भयो 2 वर्ष जति भयो मासुले गयो माटो पुरान हुँदै गयो अनि भिडियो मार्फत देखिन्छ कहिलेकाहीँ यसो युट्युब खोलेर हेर्दा यस्तो कुन ठाउँ भने कोरिया साइड हुँदो रहेछ धेरै यसले फेरि वास्तवमा भन्यो भने यसले आँखा पनि देख्ने गर्छ
यो भूतसँग आमुने सामुने पनि हुनसक्छ। यस्तो यस्तो छ यो केटी। त्यसैले म चुडेल हो। चुडेलको साथी हो यो। यो पृथ्वीमा यो पृथ्वीमा चाहिँ किनभने हुन्छ हरेक चिज हुन्छ। हुन्छ सबै कुरा हुन्छ। हरेक चिज हुन्छ। नखोजेको चिज पनि पाइन्छ यही पृथ्वीमा, खोजेको चिज पाइँदैन यही पृथ्वीमा, चाहेको चिज पाइन्छ यही पृथ्वीमा, नचाहेको चिज पनि पाइन्छ यही पृथ्वीमा। थाहा छ है? ढोग्रे, यसलाई ढोग्रे भन्छ होइन? तपाईँहरूलाई चाहिँ के भन्छ? तपाईँहरूलाई थाहा भएन होइन? यो जिउँदो छ, यो भित्र हुन्छ उयो चाहिँ। यसलाई हामीले थोरै हात छुयौँ भने पनि हात यत्रो सुनाइदिन्छ। सुनाइदिन्छ होइन, सुनिन्छ। सुनेर घाउ पाला पुलित भएर आउनु त कस्तो हुन्छ भने यसको किरा चाहिँ, यसको किरा कहिले पनि मर्दैन भन्छ होइन? पपेटा गाइज हेर्नु सक्नुहुन्छ, यो रातो किरा हो। यसको यो साइडको सानो हो, यो छ नि सेतो सेतो, यो सेतो सेतो सानो पनि हातमा गाडियो या छुयौँ हामीले, इनकेस भइहाल्यो, छुइहाल्यौँ भने पनि नि हाम्रो सरी किरा चाहिँ परौरो यस्तो छ। ठ्याक्कै किरा चाहिँ नाना किरा मरिसकेको हो क्या भने, किरा मरे तापनि हाम्रो यो यसको चाहिँ छुयो भने यसले हामीलाई छुयो भने पनि हाम्रो हात चाहिँ कत्रो सुनाइदिनेछ। तपाईँहरूले चाहिँ जति सक्दो आगो बालेर, अब हामीसँग लाइटर छैन त्यही भएर लाइटको गाडिदिउँ होला यस्तरी गाडिदिएको मान्छेहरूलाई दाउरा लगाइदिनु। नाना धोकेबाज नि, धोकेबाज नाना चाहिँ जानुभयो घर, उसको खै के ढिलो भयो अरे। अब कुसुमनिर मात्र भयो अनि मिलाएर मिड पोइन्टमा काट्ने हो यसरी झट्ट झट्ट। साइकलको त्यो बिचको हुन्छ नि ठिक्क त्यस्तोमा राखेर। फेरि कम्ती सिधा हात छैन के गर्नु। बहिनीले डरो काम गर्छ है। खाप लाग्यो भने चाहिँ सिधै सिधै हुन्छ नि त। अलिक सानो काट्यो कि क्या हो? ठिक छ ठिक छ। यस्तो काटेपछि चाहिँ खप्प अड्किन्छ है। वाउ नाइस। साथीहरू अल्छी लाग्यो साह्रो च्याउ नपाएर। च्याउ पनि साँच्चै पाएन है। खासमा चाहिँ हामी च्याउ खोज्न आएको हो नि। चट्टा चाहिँ च्याउ पकाएर भात दर खाऊँ भनेर सोचेको थियौँ, भरे त चिल्लै। हामीले भारी लगाइसक्यौँ, अब घर जाने। हाम्रो चाहिँ भारी यति कति धेरै बोकेको। बाई 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 बाई। हाम्रो यात्रा चाहिँ अब यति नै। अब घर कतिको, घर कति टाइम लाग्छ होला हामी पुग्नु? आधी घन्टा लाग्छ। आधी घन्टा लाग्छ ना? उतै त हो नि। हामी त्यति टाढा आएको छैनौँ क्या आज। ल आउनु न, त्यसै निम्ति आउँदै हुन्छ। अगाडिमा होइन हामी चल्दैको अन्त फेरि एउटै हात पनि बन्न सक्छु है। सजिलो लाग्छ। भाइ कताबाट निस्किने यार? तर बाटोको यहाँ आइरहेको बाटो। जङ्गल चाहिँ सानोदेखि कुदेर होला कि थप्पा थप्पा थाहा छ नि फेरि मलाई। यहाँ अगाडि छ है यत्रो घोचा। दाउरा यसरी साइकलमा कुदाउनु दिँदैन नि। माछाहरूलाई कस्तो छ मछेरको बस्नु हौ। मछेर निस्किसकेको भन्दा पनि घरको चौरीको फेदमा आइपुग्यौँ। घाम त हो यस्तो चर्को घाम। आइपुगिसक्यौँ घरको माथि। चौरदेखि मैले केही देखेको छैन कालो बेला। कोही हुँदैन क्या घरमा। अहिले ठा खुट्टा खिचिदियो।
आम्मा यति ल्याएछु मैले तपाईँ अहिले घर गएको अब घर गएको भन्दा पनि घर त यही हो तर यताबाट घुमेर जानुपर्छ क्या